एकजना बहिनीले सोध्नु भयो, पास्टर भाउ दशांश दिनु हुन्छ कि हुँदैन? अन्त मैले भने तपाईँलाई कस्तो लाग्छ बहिनी, एउटा कुरो सोधौँ? उहाँले भन्नु, सोध्नुहोस् न पास्टर बा। मैले भने तपाईँले परमेश्वरलाई कति माया गर्नुहुन्छ? उहाँले भने, पास्टर बाबु म त परमेश्वरलाई त एकदमै माया गर्छु नि, मेरो हृदयबाट म माया गर्छु नि। कति राम्रो कुरा भनिकन मैले भने, त्यसो भएदेखि नि बहिनी, जब तपाईँले परमेश्वरको लागि दिनुहुन्छ नि, धेरैभन्दा मुटुबाट नै तपाईँले परमेश्वर दिनुहोस् न ल। अनि त्यस प्रकार दिनुभयो भने नि तपाईँले दशांश होइन कि तपाईँले त अझै बेसी पो दिनुहुन्छ त। किनभने तपाईँको भनौँ भनेदेखि प्रेम त नाप अनुसार होइन, तपाईँ त आफ्नो इच्छाले दिइरहनु भएको छ। बहिनीले मुसुक्क हाँस्नुभयो अनि अलिकति न्यास्रो भइकन जय मसी पास्टर बाबु भनिकन जानुभयो। के भन्ने अब, के भन्ने?